दर्शकवृन्द नमस्कार। म यति बेला विराटनगर स्थित 3 पैनीमा रहेको सिटी सिनेमा हलमा छु र यही भाद्र 12 गतेदेखि चाहिँ नेपालभर चाहिँ प्रदर्शनमा आउन लागिरहेको चलचित्र पार्वतीको चाहिँ के कस्तो छ माहौल, जताततै पोस्टर देखिरहेको छ र सिटी सिनेमा हलमा पनि कस्तो छ पार्वतीको माहौल भनेर चाहिँ हामी यहाँ हेर्न आएका छौँ। र यही भाद्र 12 गते रक्षाबन्धनको अवसर पारेर चाहिँ चलचित्र पार्वती चाहिँ रिलिज हुँदैछ। यहाँले देख्न सक्नुहुन्छ निता ढुङ्गानाको चाहिँ यो चाहिँ डेब्यू निर्देशन रहेको छ। यहाँले पोस्टरमा देखिराख्नु भएको छ र पोस्टरमा हेरिराख्दाखेरि चाहिँ अशोक दर्जी र निता ढुङ्गानाको चाहिँ एउटा दाइ र बहिनीमा हुने सम्बन्ध चाहिँ कस्तो खालको रहेछ र प्लस दिदीलाई चाहिँ अटिजमको समस्या हुँदा चाहिँ भाइले चाहिँ कसरी आफ्नो दिदीलाई चाहिँ साथ सपोर्ट गरिरहेको छ भन्ने कुरा चाहिँ यो फिल्मले देखाएको हुनुपर्छ। यो फिल्म चाहिँ निता ढुङ्गानाको चाहिँ डेब्यू डिरेक्सन रहेको छ भने यहाँले पोस्टरमा देखिराख्नु भएको छ। अशोक दर्जी पनि साथमै हुनुहुन्छ यो फिल्ममा। भाद्र 12 गतेदेखि यो फिल्म प्रदर्शनमा आउँदैछ नेपालभरि। यहाँहरू आएर हेर्नुहोला है त।